हेलो, कोनिचिवा, नमस्ते। आज चाहिँ म तपाईँको जापानको जनगणना कोक्से च्योसा भन्छ जुन जुन चाहिँ त्यसको बारेमा चाहिँ अनलाइनबाट कसरी फर्म भर्ने त भनेर त्यसको बारेमा भिडियो लिएर आएको छु। यसको चाहिँ फर्स्ट अफ अल चाहिँ म एउटा तपाईँलाई चाहिँ कमेन्ट बक्समा चाहिँ लिङ्क हालिदिन्छु। त्यो लिङ्क ओपन गरिसकेपछि यस्तो आउँछ, कोक्से च्योसा अनलाइन भनेर अनलाइनबाट गर्नको लागि। त्यसको लागि चाहिँ फर्स्ट अफ अल तपाईँले चाहिँ यहाँ मैले जुन एरोमा देखाएको छु, खाइतो हो हाजिमेरु भनेर चाहिँ यसमा क्लिक गर्नु होइन। यो चाहिँ इङ्ग्लिस नेपालीमा पनि हुन्छ। मलाई चाहिँ इङ्ग्लिस नेपालीमा भन्दा पनि जापानिजमा गरेको, आफूले जापानिजमा गरेँ अनि प्लस चाहिँ जापानिजमा चाहिँ फटाफट लाग्ने भएको भएर चाहिँ म जापानिजमा गरेको छु। त्यसपछि अर्को चाहिँ सरी, यहाँ लगइन आइडी भन्ने छ। आइडी चाहिँ आफ्नो तपाईँको पेपर आएको छ जुन पेपर, त्यसमा चाहिँ आइडी र पासवर्ड हुन्छ। त्यो चाहिँ आइडी चाहिँ यसमा चाहिँ अगाडि चाहिँ तपाईँको अल्फाबेट हुन्छ, पछाडि चाहिँ नम्बर हालेर अनि चुगिए सुसुमु भन्ने छ, नेक्स्ट गर्नु होइन इङ्ग्लिसमा गर्नेहरूले। त्यसपछि यसमा चाहिँ तपाईँको पासवर्ड, त्यसको तलपट्टि पासवर्ड लेखेको हुन्छ, त्यो पासवर्ड हालेर लगइन गर्नु है त। लगइन गरिसकेपछि यस्तो खालको डिस्प्ले आउँछ। यसमा चाहिँ न्युरोको हाजिमेरु भनेर चाहिँ स्टार्ट भनेर हुन्छ होइन। त्यो गर्नु, यसमा चाहिँ क्लिक गर्नु। त्यसपछि चाहिँ तपाईँको इप्पान सेताई भनेर चाहिँ यहाँ लेखेको छ। सबैको नर्मल्ली चाहिँ यो अब गाक्को रेउ भन्ने छ नि, यो चाहिँ अब गाक्कोको रेउमा बस्यो भने चाहिँ गाक्कोको जुन त्यो होस्टेलमा बस्नेहरूले चाहिँ कन्फ्युज नहुने कि यो चाहिँ गएकोको रेउ भनेको चाहिँ तपाईँको कलेजले पुरै जुन बिल्डिङ नै हुन्छ नि, त्योहरू चाहिँ कलेजको हुनु पर्यो र खानरिनिन भएर चाहिँ उसले चाहिँ कलेजकै बिल्डिङ हुनु पर्यो। जस्तै अब धेरै जसो गएकोहरूको चाहिँ एउटा रुम अथवा कुनै अपार्टमेन्टको एउटा फ्ल्याटहरू लिने, त्यस्तो गरेकोहरूमा चाहिँ गएको रेउ भनेर चाहिँ यसमा सिलेक्ट हुँदैन। त्यसको चाहिँ इप्पान सेताई भन्ने छ फर्स्ट नम्बरको, यो सिलेक्ट गर्नु है त। त्यसपछि हामी चाहिँ चुगिए सुसुमु भनेर नेक्स्ट गर्छौँ। त्यसपछि सेताई इन्नो खाजु भन्ने छ। अहिले चाहिँ तपाईँको सँगै बस्ने कतिजना हुनुहुन्छ त सङ्ख्या भनेर चाहिँ यहाँ लेख्ने छ। यहाँ चाहिँ मेल कतिजना, माथि चाहिँ फिमेल कतिजना भन्ने छ। एक्लै एक्लै बस्नेहरूले चाहिँ अथवा होस्टेलको साथीहरूसँग अथवा रुम सेयर गरेर बस्नेहरूले चाहिँ छुट्टै छुट्टै गर्नु होइन। आफू मेल हो भने चाहिँ यहाँ, फिमेल हो भने चाहिँ यहाँ तल एक लेख्नु। यो अटोमेटिक यहाँ चाहिँ तल चाहिँ अटोमेटिक एक दुई भनेर यहाँ भरेको आधारमा चाहिँ आउँछ है त, केही गर्नु पर्दैन। त्यसपछि यो तल चुगिए सुसुमु भन्ने छ नि निलो अक्षरमा, यो चाहिँ नेक्स्ट गर्ने है त। त्यसपछि तपाईँको बस्ने घरको कस्तो घरमा बस्नुहुन्छ त भनेर छ 3 नम्बरमा। त्यो चाहिँ तपाईँको मोचिए हो कि होइन। धेरै जसोको लगभग अब स्टुडेन्टहरूको हकमा चाहिँ सबैको मिएनो चिन्ताइ जुताको भन्छ। यो चाहिँ प्राइभेट घरहरूमा बस्ने हो। त्यो भएर चाहिँ यसमा टिक लगाउनु, टच गरेपछि हुन्छ। त्यसपछि तल चुगिए सुसुमु भन्ने हुन्छ, त्यहाँ चाहिँ यो स्क्रिनसट लिएको भएर होला देखेको छैन। अनि अर्को चाहिँ 4 नम्बरमा चाहिँ जिउताकुनो ताते काता भनेको छ। यो चाहिँ तपाईँको इको ताते हो कि होइन। क्योदो जिउताकु भनेको चाहिँ तपाईँको सेयर हुन्छ नि, सबैजना रुम रुम लिएर बस्ने अथवा फ्ल्याट लिएर बस्ने, तिनीहरूको चाहिँ क्योदो जिउताकु भन्छ। त्यो चाहिँ सेयर हाउस हो होइन। अपातो मान्छनहरूको अपार्टमेन्टहरूकोलाई चाहिँ यसमा क्लिक टच गर्नुहोस्। त्यसपछि अर्को चाहिँ यहाँ तलपट्टि छ। यो चाहिँ तपाईँको चाहिँ के हो भने चाहिँ तपाईँको बसिरहेको अहिले बिल्डिङ चाहिँ कति तलाको छ त भन्ने कुरा चाहिँ यो मैले यहाँ 5 लेखेको छु नि। यसमा चाहिँ तपाईँ अहिले बसेको बिल्डिङ चाहिँ कति तलाको छ भन्ने चाहिँ यहाँ लेख्ने। अनि त्यस बिल्डिङभित्र बसेको बिल्डिङको चाहिँ तपाईँ चाहिँ कति तलामा बस्नुहुन्छ त भने चाहिँ यहाँ तपाईँको यसमा भर्ने है त। यहाँ चाहिँ 5 तले घरको 2 तलामा बस्छु भन्नेको अर्थ लाग्छ है त। त्यसपछि यो भइसकेपछि चुगिए सुसुमु नेक्स्ट भन्ने छ। यो क्लिक गरिसकेपछि 5 नम्बरमा चाहिँ सिमे ओयोबी दान्जोनो बेचु भनेर छ। जेन्डर चाहिँ तपाईँको, तपाईँ चाहिँ मेल फिमेल होइन। यहाँ चाहिँ भर्नु। अनि तपाईँको चाहिँ फ्यामिली बस्ने प्लस चाहिँ 2-3जनाको भर्नेहरूको चाहिँ तल अर्को लाइनमा आउँछ नामसहितको, त्यही अनुसार भर्नु है त। अनि नेक्स्टमा अर्को यो भरिसकेपछि चाहिँ हामी चाहिँ नेक्स्ट गर्छौँ।
अर्को 6 नम्बरमा छ सेताइस्यु भनेको तपाईँको घरको हेड को हो त भनेर चाहिँ प्रमुख को हो भनेर चाहिँ लेखेको छ। जस्तै अब 3 4जना सँगै बसेको फ्यामिलीले भर्नु भएको भने चाहिँ त्यसमा चाहिँ को हो भनेर चाहिँ यहाँ तपाईँको नाम, यहाँ चाहिँ नाम हुन्छ होइन। मैले चाहिँ यहाँ पर्सनल डिटेल्स देखिने भएको भएर चाहिँ यो नदेखिने बनाएको छु। यहाँ चाहिँ यहाँ एक भयो, यहाँ 2 3जना भर्दाखेरि चाहिँ तल हुन्छ होइन। एक्लै बस्नेहरूको हकमा चाहिँ आफै भइहाल्यो घरको प्रमुख चाहिँ। त्यो भएर चाहिँ यहाँ यसमा टिक लगाउने है त। त्यसपछि चुगिए सुसुमु भन्ने छ नेक्स्ट गर्ने। अनि 7 नम्बरमा चाहिँ तपाईँको चाहिँ स्युस्तेनो निन्गाछु भन्ने छ नि 7 नम्बरमा। यो चाहिँ तपाईँको जापानको तरिकाले लेख्दा पनि हुन्छ होइन। हामीलाई चाहिँ सबैभन्दा सजिलो भनेको एडीमा भर्नु सजिलो हुन्छ नि त। भनेको जाइरो कार्डमा जस्तो छ त्यस्तै अनुसार। त्यो भएर चाहिँ सेइडेकी भन्छ त्यसलाई चाहिँ। पहिला चाहिँ यहाँ सेइडेकीमा टच गर्ने होइन। त्यसपछि यहाँ नेन र गाचुको चाहिँ चुकीको चाहिँ तपाईँको लेख्न मिल्ने हुन्छ। अनि यो तल दिएको एरो टिक गरिसकेपछि आफ्नो तल सर र सालहरू आउँछ, कुन सालको कुन महिना सिलेक्ट गरेर अनि नेक्स्ट गर्ने चुगिए सुसुमु गर्ने है त। त्यसै गरी अर्को 8 नम्बरमा छ हाइगु सानो आरिनासी भनेको चाहिँ तपाईँको स्पाउस हुनुहुन्छ कि हुनुहुन्न, बुढा तपाईँ जस्तै बुढी भयो बुढा हुनुहुन्छ कि नै, बुढी भयो तपाईँको बुढा हुनुहुन्छ कि नै भनेर हो। यसमा चाहिँ मिकोन छ नि जुन चाहिँ यो बिहे गरेको छैन भन्ने हो, हाइगोसे आदि भयो। अनि यो चाहिँ बितेको भए चाहिँ, अनि यो चाहिँ डिभोर्स भएको भए चाहिँ भयो। नर्मल्ली चाहिँ अब हाम्रो केसहरूमा चाहिँ बिहे नभएकोहरूकोमा चाहिँ यो भयो, बिहे भएकोहरूमा चाहिँ यो दुईवटा खास चाहिँ होइन। अनि त्यो लगाइसकेपछि नेक्स्ट गर्नु तल चुगिए सुसुमु निलोमा। त्यसपछि कोक्सेकी छ तपाईँको नेसनालिटी चाहिँ। अब हामी चाहिँ गाईको कुजिन भएको भएर गाईको भइहाल्यो होइन। त्यसपछि यहाँ चाहिँ कन्ट्री नेम लेख्ने नेपालहरू भयो होइन। अथवा अब म चाहिँ नेपाली भयो, सबै नेपालीमा नै हेर्नुहुन्छ होला, नेपालहरू भयो। अनि त्यसपछि चुगिए सुसुमु भयो नेक्स्ट भनेको होइन। अनि गेन्जाइनो बास्यो नि सुन्देरु किखान भनेको छ तपाईँ अहिले बसेको ठाउँको अवधि कति भयो त भनेको छ। यो चाहिँ जन्मेको देखिबाट नै बसिरहेको अथवा इच्नेन मिमान भनेको 1 वर्षभन्दा कम भएको छ होइन। अर्को चाहिँ 1 वर्षदेखि 5 वर्ष तल। अनि अर्को चाहिँ 5 देखि 10 भनेर छ। अब धेरै जसोको हुने भनेको 1 वर्ष तल अथवा 1 वर्षदेखि 5 वर्षको बिचमा होइन। प्लस चाहिँ अब हुन्छ धेरै पनि हुन्छ, धेरै भइसकेको मान्छेले आफै गर्न सक्नुहुन्छ। यो भिडियोहरू चाहिँ हेर्नुहुन्न होला। त्यही भएर चाहिँ नर्मल्ली चाहिँ यो 1 वर्षभन्दा कम अथवा 1 वर्षदेखि 5 वर्षसम्म। अनि त्यो टिक लगाइसकेपछि चुगिए सुसुमु भन्ने छ नेक्स्ट छ। अनि नेक्स्ट टु गर्नु। अर्को चाहिँ गोनेन माए भन्ने चाहिँ 11 नम्बरमा चाहिँ 5 वर्ष पहिला चाहिँ रेवा निनेन जिउगा चुचुइताची भनेको छ नि। हो निवा दोकोनी सुन्देही माइस्ताका भनेर भनेको छ। भनेको 2020 एडीमा है त। त्यति बेला चाहिँ कहाँ बस्दै हुनुहुन्थ्यो भनेर तपाईँको चाहिँ यो कुरा भयो। यो चाहिँ तपाईँको अहिले गेन्जाइ त ओनाजी बास्यो भनेको अहिले बसिरहेको ठाउँ हो कि ओनाजी कुनाइनो कुनाइनो ओखानो बास्यो भनेको छ नि। अहिले सेम वार्डभित्रको चाहिँ फरक ठाउँमा हो कि होइन। अनि फरक वार्ड हो कि यो अनुसार चाहिँ अथवा गाईको हो। तपाईँको चाहिँ 2020को 10 महिनाभन्दा पछि, 10 महिनाको 1 तारिकभन्दा पछि आएकोहरूले चाहिँ गाईको कु लगाउनु है त। त्यसपछि चुगिए सुसुमु गरेर नेक्स्ट गर्ने। अनि अर्को चाहिँ रेवा नाना कुगाचो निज्यो निची भनेको 2025को 9 महिना 24 गतेदेखि कार सेप्टेम्बर 24देखि 30को बिचको इस्यु खान नि सिगोतो इस्तेमा इस्ताका भनेको यो हप्ताको 1 हप्तामा चाहिँ यो बिचमा काम गरिरहनु भएको थियो भनेर भन्छ। त्यसमा चाहिँ काम गरेकोहरूले ओमोइनी सिगोतो भन्ने चाहिँ यो वर्किङ भएकोहरूले चाहिँ यसमा लगाउनु। अनि गएको जाँदै काम आरबाहित गरेकोलाई चाहिँ चुगाएको न खातावारा सिगोतो भन्ने छ नि, यसमा चाहिँ टिक लगाउनु है त। अनि त्यसपछि चुगे सुसुमु नेक्स्ट गर्यो। अनि अर्को चाहिँ यसमा चाहिँ तपाईँको चुगाको अथवा मातावा तपाईँको काम गरेको अथवा कलेजको चाहिँ एड्रेस कहाँ हो त भनेर छ। अनि काम गर्नेहरूले चाहिँ अब घरमै काम गरे हो कि होइन। गएको र आफू बस्ने वार्ड चाहिँ सेम भएकोहरूले चाहिँ उनाजिकु लगाउनु है त। अथवा फरक कु हो भने चाहिँ खानु कु लेखेर
तल चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। पछि त्यो सिलेक्ट गरिसकेपछि चुकिए सिस्टम नेक्स्ट गर्नु। 14 नम्बरमा चाहिँ चुतोमेका जिए खानो बेच्छु भने नि तपाईँले चाहिँ काम गर्ने हो अथवा आफ्नै कम्पनी गर्नेहरूले चाहिँ जिए भयो होइन। अनि त्यसमा चाहिँ तपाईँको स्टुडेन्टहरूको हकमा चाहिँ यसमा चाहिँ पातो आरुबाइतो माथिको लगाउनु है त। सेसाइन भएकोहरूले सेसाइन नै लगाउनु होइन। जिग्यो यिनीहरूले चुगिए सुसुनु भयो। अनि 15 नम्बरमा चाहिँ तपाईँले चाहिँ काम गर्ने ठाउँको डिटेल्सहरू राख्नुपर्छ। यहाँ चाहिँ तपाईँले काम गर्ने कम्पनीको नेम राख्नु। त्यसपछि यहाँ चाहिँ तपाईँको कम्पनीमा के काम हुन्छ त भनेर राख्नु होइन। जस्तै होटेलमा बेड मेकिङको काम गर्नेहरूले चाहिँ यहाँ कम्पनीको नाम राखेर सेसो लेख्नु होइन। अनि तपाईँको चाहिँ मैले तलपट्टि चाहिँ अहिले केही उदाहरणहरू जस्तै सेसो भयो, किलिङको भयो होइन। कोन्मिनिया काम गर्ने रेजी सेक्काकु भयो होइन। अनि त्यसपछि त्यस्तै खालको केही काम हुने उयोहरू चाहिँ यहाँ हालिदिन्छ है त। तपाईँको चाहिँ कोन्मिनीमा काम गर्नेहरूले चाहिँ कोन्मिनी लेख्नु है त, कोन्मिनी स्टोर लेख्दा हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ सिगोतोको नाइ हो तपाईँको होनिन्न सिगोतो नो नाइ हो भनेदेखि तपाईँको कामको प्रकार के हो त, तपाईँले त्यहाँ के काम गर्नुहुन्छ त भन्ने छ। त्यसमा चाहिँ तपाईँले चाहिँ अब अहिले भर्खर भने नि बेड मेकिङ हो कि होइन, किलिङ हो कि होइन। अनि त्यसपछि रेजी भयो, अनि चेउरी भयो, रेस्टुरेन्टहरूको चाहिँ हलमा गर्ने भयो। तिनीहरू चाहिँ मैले कमेन्टमा हालिदिन्छु मिनिङसहित, कपी गरेर पेस्ट गर्दा सजिलो होला तपाईँलाई अझै टाइपिङ गर्ने बानी परेको छैन भर्खर भर्खर आएको स्टुडेन्टहरूको लागि भने चाहिँ। अनि चुगिए खान्ड्यो सुरु भन्ने छ, सरी न्युरोको खान्ड्यो सुरु भन्ने छ। यो चाहिँ कम्प्लिट हुन्छ, यो त्यो 15-16 नम्बरसम्म गरिसकेपछि त्यसपछि तपाईँले अहिलेसम्म भरेको डिटेल्सहरूको चाहिँ खाकुनिन गर भनेर चाहिँ आएको हुन्छ। त्यसमा चाहिँ ठिक छ भने चाहिँ ओके अथवा नेक्स्ट चुकी गरेर चाहिँ खान्ड्यो ओके गर्नुभयो भने चाहिँ तपाईँको कोक्से चौसाको चाहिँ खान्ड्यो हुन्छ, कम्प्लिट हुन्छ।